ल गाइज मैले चाहिँ यो हेलो सरकारमा चाहिँ कल गर्न लागेको तपाईँहरूले लाइभ सुन्नु है त के हुन्छ कुरो कस्तो हुन्छ सुन्नु है त हेलो सरकारले चाहिँ कसरी रेस्पोन्स गर्ने रहेछ है त भन्ने को चलाउनु भएको छ सिस्टम चलाउनु भएको छ त्यस्ता ती टेलिफोनहरूलाई पनि हेलो सरकारकै पोर्टलभित्र ल्याउने हैन राष्ट्रिय पोर्टल बनाउने यसलाई र सबै कार्यालयहरूमा एकैचोटि जुन मैले चाहिँ हेलो सरकारमा चाहिँ कल गर्दैछु गाइस सुन्नुमै त के रेस्पोन्स आउँछ again later तपाईले डायल गर्नु भएको नम्बर The subscriber you have dialed is busy. Please dial again later. You have dialed is busy. Please dial again later. तपाईले डायल गर्नु भएको नम्बर अहिले व्यस्त छ. The subscriber हेलो हजुर हजुर नमस्कार के अरे सुन्नु न सर यो मैले एउटा केस चाहिँ गर्नुपर्ने थियो दर्ता गर्नुपर्ने थियो डाइरेक्ट फोनबाट हुन्छ नि है मेरो गाडीको एउटा इन्सुरेन्स गरेको थियो सर त्यो इन्सुरेन्स चाहिँ मैले अब कभरेजमा आएको कभरेजै दिँदैन अटो प्लस भन्ने इन्सुरेन्स गरेको थिएँ अस्ति भर्खर पनि मैले 91,000को चाहिँ हजुरको धन्नै एराउन्ड 1 लाखको चाहिँ रिन्यू पनि गरेको छु होइन पहिलाको इन्सुरेन्स गरेको थिएँ मैले मेरो गाडीको चाहिँ जुन डिबी पठाइदिएको छ जुन पहिलाको जो ऊ अनुसार चाहिँ त्यसमा चाहिँ गाडी ठाउँमा अलिकति भने जस्तरी भएन अनि मैले बाहिर लगेर बनाएँ होइन उनीहरूकै सरसल्लाहमा अनि तर चाहिँ त्यो चाहिँ इन्क्लुड गरेर चाहिँ यो हाम्रो सर्वे इन्जिनियर ग्यारेज यिनीहरूले चाहिँ इन्क्लुड गरेर पठाइदिन्छु भनेको यिनीहरूले पठायो कि पठाएन मलाई आइडिया भएन तर मेरो चाहिँ एक्स्ट्रा खर्चहरू चाहिँ बाहिरबाट गरेको थिएँ होइन सर मेरो गाडीमा चाहिँ अनि त्यसको लागि चाहिँ अनि मैले गर्न खोजेको हुँदै भएन अनि मैले एउटा यो नेपाल इन्सुरेन्स हो सर हजुर नेपाल इन्सुरेन्स भनेर छ के रे रोक्नु है त मैले टोटल्ली उसको नाम चाहिँ हेर्छु उहाँहरूको अनुसार चाहिँ के हो भन्दाखेरि चाहिँ उहाँहरूले चाहिँ मैले अस्ति निवेदन पनि छोडेँ ब्रान्चमा यहाँ बुटोलबाट हो म चाहिँ है अनि बुटोलको यो नेपाल इन्सुरेन्स चौरामा छ अनि त्यहाँ गएर चाहिँ मैले चाहिँ ऊ पनि दिएँ के अरे निवेदन दिएँ यस्तो भयो यो कारणवश चाहिँ मेरो अरू समस्याहरू पनि थियो गाडीमा अनि त्यो समस्याहरूको समाधान गरेको मैले चाहिँ मेरो चाहिँ ऊ डिबीमा चाहिँ मेरो आफ्नो खर्चहरू केही पनि एड भएन भनेर चाहिँ यस्तै म चाहिँ समस्यामा परेँ भनेर चाहिँ मैले उहाँहरूलाई निवेदन छोडेँ अनि निवेदनको चाहिँ अब 21-22 दिन 3 हप्ता 4 हप्तामा पनि केही अपडेट आएन मैले फोन गरेर सोधेँ होइन यस्तो हो अब तपाईँहरूको चाहिँ के हो अब हामीले चाहिँ रुखा टिपेर ल्याएर बुझाउने हो क्या पैसा भनेर यसै गरी भने मैले कुरा गरेँ है अनि कुरा गर्दाखेरि चाहिँ जति आयो अनि हेड सायद नेपाल इन्सुरेन्सको हेड हुनुहुन्थ्यो क्या पहिला चाहिँ मेरो नयाँ गाडीले नागरिक एप छ सर त्यसमा चाहिँ अलिकति विस्तृत रूपमा लेख्नलाई अनि त्यसपछि उ गर्नलाई डाइरेक्ट यसरी केस दर्ता गर्न मिल्दैन मैले हेलो सरकारको अघि मैले अघि सुन्नु न मैले अघि भिडियो हेरे अनुसार हेलो सरकारको चाहिँ डाइरेक्ट केस फोनबाट पनि दर्ता गर्न मिल्छ भनेर भनेको सुन्थे त
शान्तिले चाहिँ बैंक सेवा गराइदिए बैंकहरू एउटा के भयो भनेर यसको तत्काल गर्नको लागि होइन तपाईँको त प्रोसेस लाग्ने विषय भयो अहिले तपाईँ उस्तै गरेर हुँदैन तपाईँले लेखेर भन्नुपर्छ तपाईँले राष्ट्रिय बारेले चाहिँ कहीँपट्टि यसो हामीले फोन गरेर भइहाल्यो भनेको विषय हो होइन तपाईँको चाहिँ प्रमाण चाहियो प्रुफहरू चाहियो उसले अब पुलिसहरू हेर्नु पऱ्यो होइन त्यो विषय तपाईँको अब सायद यो जिम्मा प्राधिकरणले हेर्नु त लाग्यो होइन खै अब के कसरी हेर्छ मलाई नि आइडिया त छैन लेखेर पठाइदिनु अब त्यो प्राधिकरणमा पठाइदिनु होइन उसले के हेर्छ अब त्यहाँ जहाँ त मलाई लाग्छ त्यो तपाईँले चाहिँ त्यसरी मात्रै गर्नु हुँदैन तपाईँले होइन अब उसले गर भनेको नि के उसले लेखिदिनु पर्छ कि हजुर जस्तो भएर यस्तो गर्न लाग्यो भनेर अब तपाईँले किनभने अब इन्डिभिजुअल दियो भनेर उसले त जति पनि किलो बनाउनु सक्छ नि त कि पहिले चाहिँ तपाईँको चाहिँ त्यो मरौ नानीहरू चाहिँ सुविधा गर्नु त्यहाँ होइन बकाइदा सुन्नु न हजुरको गुगलमा सर्च गर्यो भने हजुरको सिधा नेपालमा अटो प्लस इन्सुरेन्सको सेवा सुविधा के छ भनेर एकचोटि सर हेर्दाखेरि उसको सेवा सुविधा अनुसारको मैले केही सेवा सुविधा पाएँ जस्तै लागेन मलाई त्यो चाहिँ सुन्नु न सर अब जस्तो मैले यो 1 वर्ष अगाडिदेखिको केस हो पोहोरको तिहारदेखिको केस हो है सर मेरो एक्सिडेन्ट भएको त्यति बेला हो अनि त्यसपछि हजुरको त्यति बेलादेखिको केस म यता हात जोड्ने उता हात जोड्ने कहिले कोसँग गर्दाखेरि मेरो धेरै अनि त्यसपछि कहीँ केही नहोला जस्तो भएर अनि मैले हजुरहरूलाई फोन हानेको होइन म चाहिँ सुन्नु अहिले चाहिँ म ट्याक्सी चालक हो होइन पहिला मेरो गाडी सुरुमा आउँदाखेरि चाहिँ रातो प्लेटमै थियो त्यति बेला भएको एक्सिडेन्ट हो अहिले कालो प्लेट छ अनि त्यसपछि रिन्युअल अस्ति गएर फेरि गरेको अब त्यहाँ चाहिँ अब पहिलाकै पैसा त्यस्तो छ हालत अनि त्यो इन्सुरेन्समा मैले 1 लाख रुपियाँ फेरि उनीहरूलाई चढाउनु लाग्यो जस्तो भयो जान के अरे के भन्छ उसको अब त्यो चाहिँ हजुरको मलाई अपडेट चाहिँ कसरी आउँछ मैले के गरौँ ल भनिदिनु त नागरिक एपमा चाहिँ मैले एउटा सानो गुनासो त लेखेको थिएँ तर त्यसको चाहिँ ऊ चाहिँ भेटिनँ मैले भन्नाले रेस्पोन्स त्यसैमा रिप्लाई पनि आउँछ होइन र त के भा कसो भा भनेर गुनासो नम्बर मैले विस्तृत रूपमा लेखेको छैन त्यसमा चाहिँ होइन मैले एउटा गुनासो चाहिँ छोडेको छु तर चाहिँ हजुरको त्यस नम्बर टिकट नम्बर नि HSWEB 148042 एकचोटि मैले यो चाहिँ गरेको थिएँ त्यस्तो अब यहाँ चाहिँ रिसल्भ के मैले विस्तृत रूपमा चाहिँ लेखेको छैन अनि के भएको विषयवस्तु तपाईँले चाहिँ एउटा होइन निवेदन स्थानमा होइन अनि आफ्नो कुरा त्यसरी बुझ्नु पर्दैन है त्यो विषयवस्तु कसैले पढेर बुझिसकेको बुझ्छ क्या तपाईँको त्यहाँदेखि यसो कुनै फर्मालिटी लेख्नु पर्दैन आफ्नो विवरणहरूलाई पोइन्टमा ल्याएर पठाइदिनु ठ्याक्क अनि त्यो कुनै सामान्य भइसकेपछि त्यो एन्सर पठाउँछ कि तपाईँले पठाउनु भयो रहेछ होइन एउटा पनि खाली पठाउनु भएछ अब त्यो पनि अलिक क्लियर पनि छैन कि छेउछाउतिर पनि फाटेको छ होइन के पनि अक्षर क्लियर छैन आफ्नो विषयवस्तुहरूलाई चाहिँ अलिक क्लियर भन्नुभयो क्या तपाईँले आफ्नो विषयवस्तु क्लियर भन्नु भएन भने अब मैले नयाँ कम्प्लेन चाहिँ उ गर्ने फेरि क्रिएट गर्ने त्यसमा ए भन्न डकुमेन्टहरू पनि त्यो क्याम्प स्क्यान गरेर स्क्यान गरेर होइन साइन डकुमेन्टहरू क्या त्यो तपाईँको बिमाको त्यो पुलिस रिपोर्टहरू होला के होला होइन अनि त्यत्रो सबै फाइल सुन्नु न मसँग त्यत्रो सबै फाइलहरू त कहाँ हुन्छ र हजुरको मसँग भएको त मैले आफ्नोसँग गरेको त मसँग हुने भयो के अरे होइन तर चाहिँ हजुरको जसरी चाहिँ उसले चाहिँ के अरे भलाइ कोर्सले चाहिँ पुरै फाइल बनाउँछ त्यो फाइल त उनीहरूले सर्वे इन्जिनियरलेदेखि लिएर इन्सुरेन्स अफिसमा गइसकेको छ त्यो फाइल त मसँग भएको जे छ म उनीहरूले
तपाईँको त्यो तपाईँको त खास तपाईँले यो बिमा प्राधिकरण भन्नुभयो क्या तपाईँले बिचरा यो प्राधिकरण पनि के अरे यो इन्सुरेन्स कम्पनीले लाइन दिएन भने तर बिमा प्राधिकरण भन्ने हुन्छ कि बिमा प्राधिकरण बिमा प्राधिकरण भन्ने हुन्छ कि त्यो भनेको चाहिँ बिमाहरूको माथि हेरेर क्या यो नेपाल बैंकहरूको राष्ट्र ब्याङ्क हुन्छ नि सरी हजुर बैंकले कुनै बेमानी गर्यो कुनै चाहिँ अब तिनीहरूले कति काम गर्यो भने राष्ट्र ब्याङ्कले हेर्छ नि त निगरानी गर्छ नि त हजुर होइन त्यो बिमा कम्पनीहरूको निगरानी चाहिँ उसले गर्छ बिमा प्राधिकरणले गर्छ कुनै बिमा प्राधिकरणले चाहिँ यसो विमर्शकलाई दुःख दियो होइन त्यहाँनिर चाहिँ उसले जाने गरेन सम्मान जाने गरेन दिनुपर्ने नीति दिएन भने चाहिँ त्यसको गुनासो चाहिँ उसले हेर्छ कि प्राधिकरणले हेर्छ हजुरले पनि आफ्नो एउटा कुरा लेखेर पठाउनु होइन प्राधिकरणमा पनि तपाईँले ऊ गर्नु पऱ्यो त्यहाँ प्राधिकरणमा पनि तपाईँले त्यो कुरा पठाउनु पऱ्यो क्या त्यहाँ मलाई त्यो कन्ट्याक्ट नम्बर दिन मिल्छ हजुरले प्राधिकरण के प्राधिकरण रे बिमा प्राधिकरण भन्नु होइन इन्सुरेन्स अथोरिटीहरू लेख्नु गुगलमा आइहाल्छ के अरे इन्सुरेन्स के अथोरिटीहरू लेख्नु अथोरिटी इन्सुरेन्स अथोरिटी कन्ट्याक्ट नम्बर हानेपछि आउँछ नेपाल इन्सुरेन्स अथोरिटी हुने हेर्नु होइन अनि त्यहाँनिर तपाईँले पढाउनु के हो उसले गर्ने काम के हो होइन तपाईँको काम चाहिँ उसको भित्र बस्ने बसिरहेको पेजको पढ्नु त्यहाँ हुन्छ हुन्छ सर कन्ट्याक्ट नम्बरहरू पनि त्यही हुन्छ अनि आज अहिले यो मैले फोन गरेको चाहिँ यो खेर त पक्कै जाँदैन होला है नेपाल इन्सुरेन्स अथोरिटी भन्ने हुन्छ होइन एनआइए हुन्छ पोस्ट सर्च गर्नु न त्यहाँ तपाईँको काम त्यहाँ पब्लिक बनाउनु त्यहाँ हेर्नु अनि त्यहाँ पनि सम्पर्क गर्नु त्यहाँ सोध्नु होइन अनि त्यसो गरेर तपाईँलाई निकास दिन्छ कि हुन्छ सर हस् थ्याङ्क यू